हाई गाइस, म चाहिँ आज माथि गाउँ घुम्न गएको है। गाउँ हेर्नु सक्नुहुनेछ, रमाइलो छ। अनि हेर्नुस् है, हेर्नुस्। हामी चाहिँ माथि जाँदैछौँ है, हेर्नु सक्नुहुनेछ यता गाउँ। साथीहरू हेर्नु न हेर्नु, कति रमाइलो गाउँ छ, कति सुन्दर हरियाली गाउँ छ हैन। यता हेर्नु सक्नुहुनेछ, कार्यालय हो, हेर्नुस् है। हरियाली सुन्दर देखेको छ कि गाइस, हेर्नु न उता धारा पनि हेर्नु हो, धारा पनि राम्रै देखिरहेको छ हैन। अब हामी चाहिँ माथि जान लागेको। यो भिडियो फुल हेरिदिनु होला सबैले। उता बडिस हुनुहुन्छ मेरो साथी, बडिस नै पर्छ मेरो त है। हेर्नु गाउँ त रमाइलो छ, मगर गाउँ है। अब हामी माथि जान लागेको है। ल साथीहरू, हामी चाहिँ माथि अब हामी सेती नदी हेर्न जाँदैछौँ। सेती नदी कति ठुलो छ भनेर आज हामी प्रत्यक्ष रूपमा देखाउनेछु मैले। यो भिडियो पुरै हेरिदिनु होला र लाइक, कमेन्ट, सेयर, रिपोस्ट पनि गरिदिनु होला। साथै यो च्यानललाई सब्स्क्राइब गर्नु नभुल्नु होला भन्न चाहन्छु हैन। हामी चाहिँ अब माथि जान लागिरहेको छौँ। यो चाहिँ बोट रहेछ है, बोट मिरा भनेर लेखेको छ, अनि दिप्राङ रहेछ है। ओके साथीहरू, हामी चाहिँ माथि जाँदैछौँ है। बिस्तारै बिस्तारै फुल भिडियो हेरिदिनु होला। आउन यता एउटै हो बेथा त, आउन यता एउटै हो बेथा त, कसो कसो भइसक्यो यता त, हाना हाना दोहोरी मार्या। साथीहरू वेलकम छ। हामी जाँदै गरेको भिडियो, थोरै भिडियो गरेको छु है त भन्न चाहन्छु, हेर्न सक्नुहुनेछ। लैजा चरी मेरो खबर सुनाइदेऊ उनीलाई, उसकै निम्ति बाँचेकी छु भन्दै बैगुनीलाई। साथी मतलब भतिजसँग मिलेर घुम्न गएको है। आज त भतिज पछाडि एकान्तमा तड्पी तड्पी न्याउले चरी रोयो, नबजाऊ है सारङ्गी दाई, सारङ्गीको धुन, उनीलाई सम्झी सम्झी रुन्छ मेरो। Hello guys, how are you? I'm going to for travel. I'm going to for see nice views. You will see nice also here, also nice mountain, nice grass, also nice mountain, and also nice jungle. I'm so happy because of beautiful, so nice also. Where uncle and Bhatis were going to travel and very nicely, so nicely Vatavaran, nicely views also, and the nice weather also. I so happy, nice for travel with uncle. So God bless you all. You're my friend and friendship. Thank you so much. Road little bit unable to walking because we're not peace. This is a gravel. Here, gravel road. See, water also there. Thank you so much, guys.
हेलो गाइस, हाई सबैलाई जय मसी भन्न चाहन्छु। म चाहिँ मेरो नाम चाहिँ शक्तिराम प्रजा हो। एन्ड म चाहिँ आज घुम्न आएको यतातिर। यस रमाइलो लाग्यो ठाउँ चाहिँ होइन, एकदम वातावरण रमाइलो छ, एकदम ग्रिन हरियाली छ र पनि धान खेतीहरू पाइन्छ। फर्म भन्छ होइन, इङ्ग्लिसमा फर्म भन्छ। धान खेती रमाइलो रहेछ। अनि डाँडा काँडा जङ्गल एन्ड झरनाहरू एकदम रमाइलो छ, पानीहरू एकदम चिसो छ, दामी लाग्छ है। गाइस तपाईँहरू पनि आउनु मन छ भने आउनु होला। हामीलाई गाइड गरिदिन्छौँ यतातिर धिप्राङतिर, यता मर्स्याङ नदीतिर। एन्ड यता रमाइलो छ। हामी चाहिँ अङ्कल र भतिज मिलेर घुम्न आएको। जम्मै त घुम्नलाई एकचोटि हामी पनि घुमौँला र फिरौँला भनेर आएको गाइस है। एकदम रमाइलो छ वातावरणहरू र डाँडा काँडा जङ्गलहरू हेर्न सक्नुहुन्छ। एकदम राम्रो छ ठाउँहरू, भ्युजहरू राम्रो छ, राम्रो भ्युज आउन सक्छ। र पनि जङ्गलहरू चाहिँ यस्तो दामी कि स्वच्छ वातावरण, स्वच्छ हावा पनि आइरहेको छ। र परमेश्वरले सृष्टि गर्नुभएको हो यो जुन वातावरणहरू र डाँडा काँडाहरू परमेश्वरले सृष्टि गर्नुभएको रहेछ। यस्तो राम्रो छ, ठाउँहरू देख्न पाइयो र घुम्न पाइयो। थ्याङ्क यू सो मच। तपाईँहरूलाई पनि खुसी लाग्छ, तपाईँहरू आरामै होला, म पनि आरामै छु भन्न चाहन्छु। गाइस सबैलाई जय मसी भन्न चाहन्छु, जय मसी तपाईँ भन्न चाहन्छु। हामी चाहिँ घुम्न आएको, हामी यस्तो भिडियो बनाइरहेका छौँ। किन थाहा छ भन्दाखेरि एकदम राम्रो